वित्तीय माफियाहरूको अन्त्य गरौँ, भ्रष्टाचारको अन्त्य गरौँ, वित्तीय उत्पीडनको अन्त्य गरौँ, आर्थिक र सामाजिक शोषणको अन्त्य गरौँ र यो देशलाई आर्थिक र सामाजिक रूपमा उन्नत रूपले अगाडि बढाएर आज संविधानमा लेखेको समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न सहयोग पुर्याउँ भनेर हामी चाहिँ यही शान्तिपूर्ण तरिकाले आन्दोलन चलाउँदै गर्दा हाम्रा आवाजहरूलाई कुण्ठित गर्ने, हाम्रा भएका सम्झौताहरूलाई कुण्ठित गरेर बाक्सामा लुकाउने अनि वित्तीय माफियाहरूलाई प्रोत्साहन गर्ने, उनलाई समर्थन गर्ने, जनतालाई फेरि आर्थिक र सामाजिक लुट मच्चाएर जनतालाई उठीबास लगाउने आज कालो सूची, धितो लिलाम लगायतका कुराहरू यथावत रहेका छन्। हाम्रो लघुवित्त पीडितको असार 26 गते भएको प्रतिवेदन आज कार्यान्वयनको चरणमा छैन। आज नेपाल सरकारले त्यत्रो स्थलगत अध्ययन गरेर डेपुटी गभर्नर डाक्टर निलम ढुङ्गानाकै नेतृत्वमा बनेको स्थलगत अध्ययन कार्यदलले निरीक्षण गरेर बनाएको 80% लघुवित्तहरू खराब छन्। यसको चाहिँ समस्या हल गर्नुपर्छ, पुनर्स्थापना केन्द्र स्थापना गरेर राज्यले यसको निकास दिनुपर्छ भनेर बनेको प्रतिवेदन आज न सङ्घर्ष समितिलाई हामी पीडित पक्षलाई दिएको छ, न राज्यले कार्यान्वयन गर्ने पक्षमै अगाडि बढेको देखिन्छ। त्यसकारणले यो प्रतिवेदन यदि अबको 2-4 दिनभित्र यो प्रतिवेदन कार्यान्वयन गर्नेतिर राज्य जाँदैन भने अब तल उत्पीडनबाट विस्फोट हुन तयार भएको थियो वित्तीय उत्पीडनमा परेको जनताले कस्तो विद्रोह गर्छ, कसरी अगाडि बढ्छ भन्ने कुराको जिम्मेवारी हामी नेतृत्व पङ्क्तिले मात्रै लिन सक्दैनौँ। यसको जिम्मेवार नेपालका राजनीतिक दल र नेपाल सरकार हो, सत्ता सञ्चालकहरू हुन्। त्यसकारणले भोलि कुनै पनि हालतमा त्यो विस्फोटन भयो भने त्यसको जिम्मेवारी नेपाल सरकार हो, नेपालका राजनीतिक दलहरू हुन्। सरकारको अभिभावक हो यो सरकार कि जनता विरोधी हो यो सरकार? अहिले जनताको आर्थिक, भौतिक, नैतिक र सामाजिक अधिकार लुटिँदै गर्दा मेरा यी 4वटा अधिकार खोसिए सरकार, म यो देशको नागरिक हुँ, मलाई बाँच्न पाउने अधिकार छ, मेरो हक र अधिकार मलाई चाहिन्छ भन्दै गर्दा हामी माथि बुट बर्साउने यो सरकारलाई हामीले कसरी सम्मान गर्न सक्छौँ, कसरी मान्न सक्छौँ? त्यसैले अब सहकारी पीडित, बचतकर्ताहरू, लघुवित्त पीडित, ब्याङ्क पीडित, मिटर ब्याज पीडितहरू मात्रै नभएर यो देशलाई माया गर्ने, साँच्चीकै यो देशको नागरिक हो भने कुनै व्यक्ति, कुनै दलको अवसर प्राप्त नगरिकन तुरुन्तै यो सडक आन्दोलनमा सहभागी भई यही आउँदो 4 गते 2082 1 महिना 4 गतेबाट निरन्तर सुरु हुने सङ्घर्ष नयाँ वर्षसँगै नयाँ उमङ्ग र नयाँ जोसका साथ न्याय चिर्ने आँट राखेर अगाडि आउनका लागि म समग्र देशभरि रहनुभएका सम्पूर्ण नागरिक समाज, यो देशका देशप्रेमी, साँच्चीकै अहिले भइरहेको जुन समस्याहरू छन्, विभिन्न मुद्दामा रहेर सङ्घर्ष गरिरहनुभएका समग्रलाई म आग्रह गर्न चाहन्छु।